नमस्कार साथीहरू, कोशी प्रदेश 5औं तहको नयाँ सेटमा यहाँहरू सबैजनालाई हार्दिक स्वागत छ। है इक्जाम पनि तपाईको अब नजिक आइसकेको छ। यसको सेटहरू प्र्याक्टिस गर्न चाहनुहुन्छ भने चाहिँ व्हाट्सएप गर्नु होला। इक्जाम भन्दा पहिला तपाईले 10-15 वटा सेट चाहिँ प्र्याक्टिस गरेर जानुस्, एकदमै प्रभावकारी हुन्छ। है ल हेर्छौं है त क्वेशन नम्बर 1 मा। र इक्जाम सेन्टरको कुरा गरिरहनु भएको थियो, आइसकेको छ। वेबसाइटमा पनि राखेको छ, म तपाईलाई फेसबुक पेजमा पनि राखिदिन्छु, लिंक तल डिस्क्रिप्सन वा कमेन्ट बक्समा राखिदिउँला, त्यहाँ हेर्नु होला वा ग्रुपमा हेर्नु होला, पिन कमेन्टमा म राखिदिन्छु है। इक्जाम सेन्टर कहाँ रहेको छ, के रहेको छ त्यो बुझ्दा हुन्छ। अब आइसकेको छ सबै कुराहरू। अब 1 मा हेर्छौं, जनसंख्याको आधारमा कोशी प्रदेश नेपालको कतिऔं ठूलो प्रदेश हो भनेको छ। है कोशी प्रदेश सम्बन्धी तपाईलाई दुईवटा क्वेशन सोध्छ स्पेशली, कहिले रिलेटेड नै 3 वटा सम्म सोध्न सक्छ, त्यसलाई चाहिँ दोहोरो रिलेटेड गराएर जियोग्राफी पनि तर अनि कोशी प्रदेश स्पेशल गराएर पनि सोध्न मिल्छ। त्यसरी 2-3 वटा 3 वटा सम्म बुझ्दा पनि हुन्छ। सिलेबस अनुसार चाहिँ दुईवटा क्वेशन सोध्ने हो। है अब इक्जाम सर्दैन, धेरै साथीहरू सर्ला अनि पछि पढाउला भनेर बस्नु भएको रहेछ, सोधिरहनु भएको थियो। होइन, इक्जाम 30 गते नै हुन्छ, पढ्नुस् है। र यहाँ हेरौं त, पहिलो क्वेशनबाट हेरौं है त। जनसंख्याको आधारमा कोशी प्रदेश नेपालको कतिऔं ठूलो प्रदेश हो भनेको छ। पहिलो, दोस्रो, तेस्रो, चौथो भनेको छ। है र यो कोशी प्रदेश तयारीको लागि यस च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला। लोकसेवा सम्बन्धी सम्पूर्ण जानकारीको लागि तपाईलाई धेरै फाइदा हुन्छ। सब्स्क्राइब गर्नुस् र जोडिनुस्, भिडियोलाई लाइक पनि गर्नुस्। कोशी प्रदेश चाहिँ अब जनसंख्याको आधारमा हेर्दा चाहिँ कतिऔं होला त? हैन, बागमती, मधेस, लुम्बिनी पछिको हो, चौथो है, अप्सन डी राइट एन्सर। कोशी प्रदेशमा क्षेत्री जातिको जनसंख्या कति प्रतिशत रहेको छ भनेको छ। 14%, 15%, 16% वा 17% भनेको छ। कोशी प्रदेशमा क्षेत्री जातिको जनसंख्या चाहिँ अप्सन बी हो कि कति हो? यसको बी लगाइदिए मैले, अप्सन बी नै हो है, 15% हो। अस्ट्रेलिया महादेशले विश्वको कुल जमिनको हैन कुल भूभागको कति प्रतिशत भूभाग चाहिँ ओगटेको छ भनेको छ। करिब 3%। यो चाहिँ स्पेशली जमिनको कुरा गरेको छ है। करिब 5% वा करिब 7% वा करिब 9% भनेर अप्सनहरु दिएको छ। र अस्ट्रेलिया महादेशले विश्वको कुल जमिनको चाहिँ तपाईको 5% करिब है, करिब 5% भूभाग ओगटेको छ है। नेक्स्टमा हेर्छौं, अमादब्लम हिमाललाई अर्को के नामले चिनिन्छ? पाथिभरा वा नेपाल पिक वा लेडिज पिक वा किलर माउन्टेन भनेर दिएको छ 4 नम्बरमा है। यसको राइट एन्सर के होला साथीहरु? लेडिज पिक भनिन्छ है, अप्सन सी। क्षेत्रफलको आधारमा नेपाल विश्वको कतिऔं ठूलो देश हो? 26औं, 83औं, 93औं वा 46औं भनेर भनेको छ। यसको राइट एन्सर के हुन्छ त? अप्सन सी 93औं है। असहयोग आन्दोलन पश्चात महात्मा गान्धीलाई राजद्रोहको आरोप लगाई कति वर्ष जेल सजाय सुनाइएको थियो भनेको छ? 4 वर्ष, 6 वर्ष, 8 वर्ष वा 10 वर्ष भनेर भनेको छ। यसमा चाहिँ राइट एन्सर हुन्छ अप्सन बी 6 वर्ष है। ध्याएका बनाएर विचार गरी सही विकल्प छनौट गर्नुहोस्। तेस्रो पुस्ताका प्रथम राणा प्रधानमन्त्री पद्म शमशेर हुन्। उनलाई रुन्चे महाराज तथा ईश्वरका पिता भनेर समेत चिनिन्छ। मोहन आकाशवाणी विक्रमसम्म 2006 सालदेखि चाहिँ सञ्चालन भएको थियो। विक्रमसम्म 2015 सालको आम निर्वाचन पछिको नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला थिए र नेपालको इतिहासका प्रथम राष्ट्रपति विद्यादेवी भण्डारी हुन् भनेको छ। महिला चाहिँ विद्यादेवी भण्डारी हुन् हैन। राष्ट्रपतिकै कुरा गर्दा रामवरण यादव हैन, यो चाहिँ गलत हो। अरु चाहिँ सही है साथीहरु। 1, 2 र 3 मात्र सही भएको अप्सन कहाँ छ? अप्सन डी। नेक्स्टमा हेर्छौं, राजा वीरेन्द्रको वंश नाश हुने गरी नेपालको इतिहासमा राजदरबार हत्याकाण्ड कहिले भएको थियो? विक्रमसम्म 2056 जेठ 19 गते वा विक्रमसम्म 2057 जेठ 19 गते वा विक्रमसम्म 2058 जेठ 19 गते र विक्रमसम्म 2059 जेठ 19 गते भनेको छ। यसको राइट एन्सर हो अप्सन सी विक्रमसम्म 2058 जेठ 19 गते। नेक्स्टमा हेर्छौं, नेपालमा कहिलेबाट कफी दिवस मनाउन थालिएको हो? विक्रमसम्म 2059 मंसिर 1 वा विक्रमसम्म 2060 मंसिर 1 वा विक्रमसम्म 2061 मंसिर 1 वा विक्रमसम्म 2062 मंसिर 1 भनेको छ है। यसको राइट एन्सर तपाईले गेस गर्नुपर्ने छ। राइट एन्सर कमेन्ट गर्नुस् त।
यसको राइट एन्सर हो अप्सन डी विक्रम सम्वत 2062 मङ्सिर 1 गते है। सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा 2082 बमोजिम हाल अस्तित्वमा रहेका सार्वजनिक संस्थानको संख्या कति रहेको छ? 28 वटा, 44 वटा, 45 वटा वा 33 वटा भनेको छ है। यसको राइट एन्सर चाहिँ अप्सन सी है, 45 वटा रहेको छ अस्तित्वमा रहेका टोटल। दिएका वाक्यहरू सत्य वा असत्य के छन् छुट्याउनुहोस्। विश्व व्यापार संगठन है डब्ल्युटिओ को प्रथम सम्मेलन सिङ्गापुरमा भएको थियो। नेपालको दोस्रो अग्लो स्थानमा रहेको विमानस्थल रसुवाको लामटाङ विमानस्थल हो र विद्यालयलाई शान्ति क्षेत्रको रूपमा घोषणा विक्रम सम्वत 2068 जेठ 11 गते गरिएको थियो तथा आर्थिक सर्वेक्षण 2081-82 अनुसार जीडीपी है ग्रोस डोमेस्टिक प्रोडक्सन हैन कुल ग्राहस्थ उत्पादनमा स्वास्थ्य तथा सामाजिक क्षेत्रको योगदान 1.91% रहेको छ भनेर दिएको रहेछ। यसमा तपाईले हेर्दा माथिका सबै भनाइहरू सत्य पाउनुहुन्छ। अप्सन डी राइट एन्सर है। सन्त्याल जातिको मूल थलो कहाँ रहेको छ? म्याग्दी, रोल्पा, दैलेख, जाजरकोट भनेको छ है। यसको राइट एन्सर हुन्छ अप्सन ए म्याग्दी जिल्ला है। नेक्स्टमा हेरौँ त 13 मा दिएका वाक्यहरू सत्य वा असत्य के छन् छुट्याउनुहोस्। गोरखापत्रको प्रकाशनपछि नेपाली भाषाको वर्ण, व्याकरण र शब्द भण्डार परिवर्तन हुन थालेको हो। नेपाली भाषा भारपेली भाषा परिवार अन्तर्गत पर्दछ। नेपाली साहित्यमा लोकेन्द्र बहादुर चन्दलाई त्रिलोचन भनेर पनि चिनिन्छ। नेपाली भाषामा व्याकरण लेख्ने पहिलो साहित्यकार वीरेन्द्र किशोरी अर्याल हुन् भनेको छ। अब यसमा तपाईले हेर्नुभयो भने के राइट हुन्छ त क्वेशन नम्बर 13 को भन्दा यसमा पनि सबै भनाइहरू सही नै रहेका छन् है। नेक्स्टमा जाउँ हामी 14 मा हेरौँ त पशुपति नजिकैको लवकुश मूर्ति कसले निर्माण गरेका हुन्? लक्ष्मी नरसिंह मल्ल, खड्ग शमशेर, जयस्थिति मल्ल, भूपतिन्द्र मल्ल भनेर भनेको छ 14 मा। यसको राइट एन्सर हो अप्सन सी जयस्थिति मल्ल है। समूह क र समूह ख बीच है जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस् भनेर भनेको रहेछ। अब तपाईले यी भनाइहरू विचार गर्नुपर्ने छ है। विचार गर्नुपर्ने छ। भनाइहरू विचार गर्दा हेरौँ त के भनेको छ। यता चाहिँ आविष्कारक यता छ है। यता चाहिँ आविष्कारहरू तिनीहरूको है। जस्तो अक्सिजनको आविष्कार कसले गरेका हुन् भनेको छ है। यसलाई सुधार गर्नुस्। अक्सिजन म एन्सर नोटमा सुधार गरेर राख्छु, ग्रुप जोइन गर्नु होला। त्यसपछि फाउन्टेन पेन, स्टिम इन्जिन र कटन जिन भनेको होला र यसमा चाहिँ तपाईले हेर्नुस् त राइट एन्सर के हुन्छ? अक्सिजन जे प्रिस्टले हो है। त्यसैले फाउन्टेन पेन वाटरम्यानले। यसरी हेर्दा त हाम्रो राइट एन्सर अप्सन डी हुने देखिन्छ। स्टिम इन्जिन कसले गरेका हुन् त? जेम्स वाटले र कटन जिन एली व्हाइटनेले है। ल नेक्स्टमा जान्छौँ हामी। नेपालको पहिलो विमान डाँफेको सफलतापूर्वक उडान परीक्षण कहिले भएको हो? विक्रम सम्वत 2063 मङ्सिर 21 वा विक्रम सम्वत 2065 मङ्सिर 21 वा विक्रम सम्वत 2059 मङ्सिर 21 वा विक्रम सम्वत 2073 मङ्सिर 21 भनेर भनेको छ 16 नम्बरको। र यसको राइट एन्सर के होला तपाईले गेस गर्नुस्। र राइट एन्सर हो अप्सन बी विक्रम सम्वत 2065 मङ्सिर 21 गते। अँध्यारोदेखि लाग्ने डरलाई अल्लोफोबिया भनिन्छ भने पीडादेखि लाग्ने डरलाई के भनिन्छ भनेको छ? अटोफोबिया, एलुरोफोबिया वा अल्गोफोबिया वा कार्टोप्रोफोबिया भनेको छ है। यसको राइट एन्सर हो अप्सन सी अल्गोफोबिया। नेक्स्टमा हेर्छौँ हामी 18 मा रहेको छ ग्रीन बेल्ट मुभमेन्ट केसँग सम्बन्धित छ? वृक्षारोपण, अन्तरिक्ष लगानी व्यवस्थापन वा क्षयरोगसँग भनेको छ 18 मा। यसको राइट एन्सर हो अप्सन ए वृक्षारोपण। गोल्डम्यान वातावरण पुरस्कारको स्थापना कहिले भएको हो? सन् 1989 वा सन् 1991 वा सन् 1999 वा सन् 1979 भनेर दिएको छ। यसको राइट एन्सर हो अप्सन ए सन् 1989 है। अप्सन ए। नीलो आकाशका लागि स्वच्छ हावाको अन्तर्राष्ट्रिय दिवस कहिले मनाइन्छ? डिसेम्बर 11 वा सेप्टेम्बर 7 वा मार्च 22 वा जुन 8 भनेको छ। यसको राइट एन्सर के हुन्छ साथीहरू? अप्सन बी है सेप्टेम्बर 7 मा।
तल दिएका कथनहरूमा कुन कथन सही छन् भनेको छ। नेपालमा हालसम्म 7 वटा संविधान घोषणा भएका छन्। नेपाल सरकार वैधानिक कानुन 2004 विक्रम सम्वत 2005 वैशाख 1 गतेबाट लागू हुने भनिएको थियो। नेपालको वर्तमान संविधानको धारा 16 मा सम्मानपूर्वक बाँच्न पाउने हकको व्यवस्था गरिएको छ भनेको छ। अब यसमा पनि सबै भनाइहरू सही देखिन्छन् है। 22 मा हेरौँ त नेपालको वर्तमान संविधानको धारा कतिमा लोकसेवा आयोग सम्बन्धी व्यवस्था गरिएको छ। धारा 234 वा धारा 240 वा धारा 241 वा धारा 242 भनेको छ। राइट एन्सर हुन्छ अप्सन डी धारा 242 है। तलका मध्ये कुन विषय नेपालको वर्तमान संविधानमा उल्लेख भएको छैन? राष्ट्रिय फूल लालीगुराँस वा राष्ट्रिय जनावर गाई वा राष्ट्रिय पंक्षी डाँफे वा राष्ट्रिय फल सुन्तला भनेको छ। यसको राइट एन्सर अप्सन बी राष्ट्रिय जनावर गाई है त। नेक्स्टमा हेर्छौँ 24 मा रहेको छ नेपालसँग किरिबाटीले कहिले दौत्य सम्बन्ध कायम गरेको हो? जुलाई 17 2024 वा मार्च 1 2024 वा जुन 23 2023 वा मे 4 2023 भनेको छ। यसको राइट एन्सर हुन्छ अप्सन ए जुलाई 17 2024। सार्क चार्टर डे कहिले मनाइन्छ? जनवरी 1 डिसेम्बर 8 वा फेब्रुअरी 8 वा डिसेम्बर 7 भनेको छ। डिसेम्बर 8 हैन अप्सन बी। विश्व बैंकद्वारा सन् 2025 अप्रिलमा प्रकाशित प्रतिवेदन अनुसार सन् 2025 मा दक्षिण एसियाको आर्थिक वृद्धि दर कति हुने अनुमान छ भनेको छ। 8.5% वा 4.8% वा 5.8% वा 4.2% भनेको छ। यसको राइट आन्सर हुन्छ अप्सन सी 5.8%। पर्यटन नीति 2082 कहिले सार्वजनिक भएको हो? विक्रम सम्वत 2082 साउन 12 गते वा विक्रम सम्वत 2082 साउन 13 गते वा विक्रम सम्वत 2082 साउन 14 गते वा विक्रम सम्वत 2082 साउन 15 गते भनेर दिएको छ र राइट एन्सर हुन्छ अप्सन ए विक्रम सम्वत 2082 साउन 12 गते है। ग्लोबल हिरो अवार्ड 2025 बाट सम्मानित हुने नेपाली को हुन्? केपी शर्मा ओली, सोभिता गौतम, कुलमान घिसिङ वा बालेन शाह भनेको छ है। मौन अवधिमा राजनीतिकमा लाग्नु भएकै व्यक्ति हुनुहुन्छ हैन, सबैजना बोल्नै पर्यो हैन त। यसको राइट एन्सर अप्सन सी। ओके, नेक्स्टमा हेर्छौँ 29 मा इन्फोसिस फिनाकल इनोभेसन अवार्ड 2025 मा बिजनेस मोडेल इनोभेसन विधा अन्तर्गत प्लाटिनम अवार्ड बाट सम्मानित हुने नेपाली बैंक कुन हो? नोबेल बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक वा सानिमा बैंक भनेको छ। यसको राइट एन्सर अप्सन सी माछापुच्छ्रे बैंक। नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की कहिले प्रधानमन्त्री पदमा नियुक्ति हुनुभयो भनेको छ। यो चाहिँ कतै न कतै सुन्ने नै क्वेसन हो हैन। विक्रम सम्वत 2082 भदौ 25 गते वा विक्रम सम्वत 2082 भदौ 26 गते वा विक्रम सम्वत 2082 भदौ 27 गते वा विक्रम सम्वत 2082 भदौ 28 गते भनेर दिएको छ है। यसको राइट एन्सर अप्सन सी विक्रम सम्वत 2082 भदौ 27 गते। पोप फ्रान्सिसको निधन कहिले भएको हो भनेको छ। सन् 2025 अप्रिल 21 मा वा सन् 2025 अप्रिल 22 मा वा सन् 2025 अप्रिल 15 मा वा सन् 2025 अप्रिल 18 मा भनेको छ र राइट एन्सर हुन्छ अप्सन ए सन् 2025 अप्रिल 21 मा है। ल यहाँबाट हेरौँ त आई स्पोक टु ब्ल्याङ्क लास्ट नाइट भनेको छ। सी देश हि हर भनेको छ है। यसमा चाहिँ अब्जेक्ट हुनु पर्यो। यसमा चाहिँ यहाँ दिएका मध्ये हर मात्रै छ नि हैन। सो अप्सन डी राइट एन्सर। यो त नर्मल भइहाल्यो। वेयर ब्ल्याङ्क यु कम फ्रम डु वेयर भनेको छ कम फ्रम। वेयर डु यु कम फ्रम हुन्छ कि वेयर आर यु कम फ्रम हुन्छ कि वेयर आर भइसकेपछि वेयर पनि हुने कुरा हुन्छ। यी दुईटा त पक्कै मिल्दैन। उही हुने कुरो भएन डु है। अप्सन ए इङ्ग्लिसको भइसक्यो। पाँचौं तहमा इङ्ग्लिस नेपाली दुईटै छ नि हैन। दिएका शब्दहरू मध्येबाट शुद्ध शब्द छनौट गर्नुहोस्। मुनि, हिजो, बाहिर, परीक्षा। यही शुद्ध अशुद्ध पढेर जानु होला। शुद्ध शब्द मुनि है त। शुद्ध शब्द छनौट गर्नुहोस् भनेको छ मुनि छ हैन। त्यही नै हो अप्सन ए। तल दिएका मध्ये कुन शब्द अशुद्ध पाउनु भयो? कुकुर। ए कुकुर नै अशुद्ध छ यता लागेको हुन्छ। अप्सन ए। अब हामी हेर्छौँ आईक्यू का क्वेसनहरु हेर्छौँ।
है साथीहरु। हाइकुमा इन अ सर्टेन कोड ल्याङ्ग्वेज भेरियस इज कोडेड एज, यसरी कोड गरिन्छ। हाउ विल पेन्सन बी कोडेड भनेको छ है। अब यसमा हेर्नुस् त, यो प्लेस भ्यालु तपाईले हेर्नु भयो भने VARIOUS छ नि, यसलाई कोड गरेको छ। यसको यिनीहरुको प्लेस भ्यालु तपाईले हेर्नु भयो भने कसरी हुन्छ, यो कतिमा पर्छ वा यसरी दिएको छ है। यसमा चाहिँ कसरी गरेको छ भन्दा, यो भी को रिभर्समा के हुन्छ, रिभर्समा ई हुन्छ नि हैन, ई हुन्छ। भी को रिभर्समा ई हुन्छ र ई को प्लेस भ्यालु 5 हुन्छ, त्यही लेखेको हो यहाँ ई है। त्यसपछि फेरि ए आएको छ, ए को रिभर्समा त जेड पर्छ, जुन 26 हुनुपर्ने हो त्यो त यहाँ छैन भन्ने छ हैन। यसो चाहिँ भोल लेटर अन्तर्गत पर्छ AEIOU। यो भोल लेटर पर्नेको चाहिँ यसको प्लेस भ्यालु जति हुन्छ त्यतिको स्क्वायर। अब 1 को प्लेस भ्यालु कति हुन्छ, 1 हुन्छ, त्यसैको स्क्वायर गर्दा 1 नै भयो। यहाँसम्म गयौं हैन त। त्यसपछि फेरि आर आयो, आर आयो। आर त AEIOU अन्तर्गत पर्दैन भने आर को रिभर्समा के पर्छ, आई। आई को प्लेस भ्यालु कति हुन्छ, 9, त्यही 9 यहाँ आएको छ है। अब कन्सोनेन्ट लेटर हुनु भने रिभर्स को प्लेस भ्यालु लेख्दिने र भावल लेटर हुनु भने त्यसैको प्लेस भ्यालुलाई स्क्वायर गरेर लेख्ने, यसरी गएको छ है। त्यसपछि अर्को आउँछ आई आउँछ। आई त के हो, AEIOU अन्तर्गत पर्छ भने यसको हामीले के गर्नु पर्यो, स्क्वायर गर्नु पर्यो नि हैन। यो 9 हुन्छ, 9 को स्क्वायर 81 भनेपछि 81, हेर्नुस् त 81 आएको छ। त्यसपछि फेरि ओ पनि के हो त, AEIOU अन्तर्गत पर्छ भल लेटर हो भनेपछि हामीले 15 को स्क्वायर गर्नु पर्यो, 225, त्यही 225 यहाँ आएको छ। त्यसपछि यु हैन, AEIOU यु पनि हो। यु कति नम्बरमा पर्छ, 21 मा। यु कति नम्बरमा पर्छ, 21 मा, र यसको स्क्वायर गर्दा 441 हैन त, त्यही 441 यहाँ रहेको छ। र अर्को एस छ, एस भल लेटर होइन, यसको मतलब यसको एच को 8 रिभर्स होला है। बुझ्नु भयो, किन नबुझ्ने हैन, यसरी भनेपछि सबै बुझियो। अब त्यही अनुसार जाउँ न त। यहाँ एउटै लजिक रहेछ। एउटा लजिक के रहेछ त भन्दा, भल लेटर हो भने त्यसको प्लेस भ्यालु स्क्वायर गर्ने, कन्सोनेन्ट लेटर हो भने त्यसको रिभर्स को प्लेस भ्यालु लेख्दिने। ओके, हेरौँ है त। अब पी के हो त, कन्सोनेन्ट हो भनेपछि रिभर्स को अघि हामीले हिममा नै लेखेका थियौं कता हैन हैन। यसको चाहिँ 11 हुन्छ, 11 बाट सुरु नभएको हाम्रो आएन। त्यसपछि 11 पछि ई भनेको भावल लेटर हो। भावल लेटर हो भने त्यो 5 लाई स्क्वायर गरेर 25, 11 25 हुनु पर्यो। 11 25 11 25 भएको चाहिँ हाम्रो राइट आन्सर हुन्छ। जुन अप्सन एउटा मात्रै छ, अप्सन के हो साथीहरु, त्यो अप्सन भन्नुस् त। के पनि थाहा पाउनु भयो, अप्सन बी। नेक्स्टमा जान्छौं। देयर आर 5 फ्रेन्ड्स, त्यहाँ चाहिँ 5 वटा साथीहरु छन् अरे। IJKLNM यिनीहरु छन् र के को इन्कम चाहिँ मोर देन एल। के को इन्कम एल को भन्दा धेरै छ भनेपछि जसको इन्कम धेरै छ त्यसलाई ठुलो गराइदिउँ है। बट लिजर देन एम, एम को भन्दा कम छ, ठिकै छ। के एम को भन्दा कम छ भनेपछि एम त अझ ठुलो हुने भयो हैन। जे को इन्कम चाहिँ सबभन्दा कम, जे को इन्कम सबभन्दा कम छ र आई को इन्कम चाहिँ लेस देन के, आई को इन्कम लेस देन के छ हैन। अब यहाँ पनि हुन सक्छ आई, यहाँ पनि हुन सक्छ वा यहाँ पनि हुन सक्छ हैन। कहाँ हुन्छ भन्ने कन्फर्म छैन। होज इन्कम इज म्याक्सिमम, यस्तो अब यहाँ कन्फर्म नभएको हुनाले बिचमा को पर्छ नभएर के सोधेको छ त, म्याक्सिमम कसको भनेपछि एम को म्याक्सिमम छ, नो डाउट। यसलाई तपाईले यसरी गर्न पनि सक्नुहुन्छ, अप्सनबाट चेक गर्दै जाँदा पनि हुन्छ। जस्तो के को इन्कम मोर देन एल भनेपछि एल योमा एन्सर हुनै सकेन के हैन। लेसर देन एम, एम को भन्दा कम भनेपछि के पनि हुन सकेन हैन। अनि जे हुने कुरै भएन, सबभन्दा बढी सोधेको छ। अनि जे इन्कम इज, आई इन्कम इज लेसर देन के, आई को पनि हुनै सकेन, एम त डाइरेक्ट हुन्छ। यसरी जाँदा पनि हुन्छ। योर चोइस,
कुन अप्सन मलाई चाहिँ सुरुको अप्सन सजिलो लाग्छ हैन यसमा अप्सनबाट चेक गर्नुभन्दा पनि तलका मध्ये कुन चित्रले पुरस्कार द्वन्द्व र शुद्धिकरणको सन्दर्भलाई राम्ररी प्रतिनिधित्व गर्छ यो चाहिँ मोडल क्वेसन हो हैन यसको चाहिँ राइट एन्सर के हुन्छ भन्ने छ भने साथीहरु यो रिइन्फोर्समेन्ट यो भयो र यो चाहिँ तपाईको रिवार्ड र यो चाहिँ पनिशमेन्टको रूपमा रहन्छ भन्ने छ गुरु अप्सन डी राइट एन्सर हैन यसपछि हामी नेक्स्टमा जाने त हो नि हैन र हो कि होइन साथीहरु ल भिडियोलाई लाइक गर्नु भएको छैन च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने लाइक सब्स्क्राइब गरेर चाहिँ जोडिनु पर्यो है साथीहरु तपाईलाई नै हो सेटहरु यसरी तपाईले मजाले हेर्न सक्नुहुन्छ हैन यो भएर पो तपाईलाई अब धेरै सजिलो छ नि हैन कस्तो टाइपको क्वेशन सोध्छ विगतमा कस्तो सोधेको थियो धेरै सजिलो छ अहिलेको समयमा सो डिजिटल कुराहरुको चाहिँ तपाईले बेनिफिट लिनु होला है अब यसमा 7 9 12 यसरी दिएको छ है म्याट्रिक्स दिएको रहेछ म्याट्रिक्समा तपाईले हेर्नु भयो भने कस्तो छ भन्दा ल यो गेस गरेर मिलाउनुस् त यहाँ 37 पनि मिल्ने टाइपको लाग्छ 36 पनि मिल्न सक्छ 33 पनि 41 र यो चाहिँ लजिक अनुसार हेर्दा यो 7 र 14 को डिफरेन्ट निकाल्नुस् कति हुन्छ 7 हुन्छ र त्यहीलाई 4 ले गुणन गरिदिनुस् 28 आउँछ यो है यसको डिफरेन्ट हेर्नु पर्यो हामीले डिफरेन्ट हेर्दा कति हुन्छ 9 दुना 18 हुन्थ्यो 1700 यसको मतलब 8 * 4 गर्दा 32 त्यही आएको छ 12 र 21 को हेर्नुस् 12 मा 22 हुनुपर्ने 21 यसको मतलब 9 * 4 को गर्नुस् 9 चौको 36 यसरी राइट एन्सर हुन्छ है यसमा चाहिँ 37 पनि एन्सर त आउँछ तर मैले यो राखे अनुसार चाहिँ राइट एन्सर 36 नै है एउटा अर्को लजिकले हो त्यता अहिले जानु पर्दैन प्रश्नवाचक चिन्हको स्थानमा कुन विकल्प सही हुन्छ भनेको छ हेर्नुस् त अब यसमा चाहिँ उही चित्रहरु दोहोरिएको छ यो टक्कको फुल छ नि यो 4 1 2 5 वटा यो जोडिएर के यो 5 वटा जोडिएर बनेको एउटा फुल छ तपाईले यहाँ हेर्न सक्नुहुन्छ यो टाइपको एउटा फुल छ यो फुल यहाँ पनि छ तर यहाँ छैन यसको मतलब अप्सन डी राइट एन्सर यतिले पनि एन्सर आइहाल्छ है लजिक नै त्यही हो अरुबाट आउँदैन व्हिच अफ द फलोइङ अप्सन क्यान रिप्लेस द क्वेशन मार्क भनेको छ हेर्नुस् त यसमा एउटा लाइन छ दुईटा लाइन छ यहाँ चाहिँ 1 2 3टा लाइन छ यसको मतलब यहाँ 1 2 3 4 4वटा छ नि यहाँ चाहिँ 5 वटा हलाउनु पर्यो के 1 2 3 4 5 अप्सन बी राइट एन्सर यसमा 1 2 3 4 5 6 वटा भइहाल्छ यसमा 4 वटा हाम्रो बी राइट एन्सर भएन त भयो नि है के कस्तो साथीहरु अब यहाँ हेर्नुस् त तीनवटा घण्टीहरु क्रमशः 15 मिनेट 18 मिनेट र 24 मिनेटको फरकमा बज्दछन् यदि ती घण्टीहरु बिहान 8 बजे बजेका थिए भने अर्को पटक ती घण्टीहरु सँगै कति बजे बज्छन् अब यसमा चाहिँ एलसीएम निकाल्दिनु त हो नि हैन 15 18 र 24 हो तपाईले एलसीएम निकाल्दिनुस् त कतिले जान्छ 3 ले सबैले जान्छ है 3 ले 5 तिया 15 6 तिया 18 8 तिया 24 अब यहाँ कति चोटी जान्छ दुई चोटी यो 5 को 5 नै हुने भयो जाँदैन भने त्यसलाई जस्ताको तस्तै सार्दिने हो अनि 6 लाई 3 चोटी 4 चोटी यति नै हो है अब 5 चौको 20 तिया 60 दुना 120 * तिया 12 तिया 36 360 लाई 6 ले गरेर घण्टामा निकालौं त यो 6 घण्टा पछि बज्ने रहेछन् है बिहान 8 बजे बजेको जस्तो कुरा छ हैन 6 घण्टा पछि बिहान 8 का त 9 10 11 12 1 2 बजे बज्ने हुन् अप्सन सी हुने देखियो है यो त सजिलो क्वेशन हो एलसीएम निकाल्न जान्नु भएको छ सकियो है दिएको म्याट्रिक्स पुरा गर्नुस् भनेको छ यिनीहरुको प्लेस भ्यालु लेख्दिनु त यो 1 मा पर्छ यो 4 मा पर्छ यो 9 मा पर्छ यसको यो 20 काको अब 20 लाई मेन मानेर 20 को के छ त यहाँ यो 20 लाई मेन को रूपमा हेरौं प्राइम को यो 1 को स्क्वायर 1 नै हो 2 को स्क्वायर 4 3 को स्क्वायर 9 तलतिर चाहिँ के छ 1 को किप 2 को किप 3 को किप अप्सन सी 3 को किप कति हुन्छ 27 तल दिएको क्रम श्रेणीमा प्रश्न चिन्ह राखिएको ठाउँमा के हुन्छ भनेको छ 2 3 5 7 छ है 2 3 5 7 प्राइम नम्बरहरु हैनन् त 3 5 7 अब आउने प्राइम नम्बर सी
11 हो। प्राइम नम्बर भनेको दुईवटा फ्याक्टर मात्रै भएको हो, त्यति नै है। यदि कुनै कुनै महिनाको तेस्रो अन्तिम दिन हैन, यसलाई तपाईले कसरी पनि लेख्न सक्नुहुन्छ, लेखेर गर्दा पनि हुन्छ वा यतिकै गर्दा पनि हुन्छ। अब कसरी गर्नुहुन्छ तपाईले भन्ने कुरा पनि हो। कसरी गर्नुहुन्छ साथीहरु, लेखेरै गर्दियौ एकचोटी है। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 है, 15 16 17 18 19 20 21 and 21 पछि 22 23 24 25 26 27 28 29 30। यो चाहिँ मैले तपाईलाई बुझाउन लेखेको, तपाईले लेख्नु पर्दैन है। ओके साथीहरु, यसमा हेर्नुस् त, यो अब 30 नर्मल्ली कति हुन्छ, 30 दिन हुन्छ एक महिनामा। तेस्रो अन्तिम दिन भनेको पहिलो दोस्रो, यो 28 गते बुधबार थियो भनेपछि उक्त महिनाको तेस्रो शुक्रबार कहिले पर्छ? यो बुध 20 शुक्र कति गते रहेछ, हामीलाई चाहिएको के हो, शुक्र हो। शुक्र 30 गते रहेछ भनेपछि यो पहिलो, यो दोस्रो, यो तेस्रो 16 गते पर्दो रहेछ है। तपाईले गन्दा पनि हुन्छ, 7 घटाइदिनु पर्छ हैन, 7 घटाइदिनु पर्छ। हेर्नुस्, जस्तो तेस्रो अन्तिम दिन भनेको चाहिँ 30 बाट 29 2 र 8 28 गते बुधबार, बी यो शुक्रबार 30 गते। अब यसमा 7 घटाउनुस्, 23 गते अर्को शुक्रबार, सेकेन्ड लास्ट। हामीलाई थर्ड लास्ट भनेको छ भनेपछि यसबाट पनि तपाईले 7 घटाउनुस् त 16 हुन्छ, त्यही 16 त हो नि हैन। एउटा झोलामा 60 र 80, 60 वटा सुन्तला र 80 वटा स्याउ रहेछन् भने यदि बराबर भागमा सुन्तला वा स्याउ बाँड्ने हो भने अधिकतम कतिवटा सुन्तला वा स्याउ बाँड्न सकिएला भनेको छ। हेर्नुस् त, कतिवटा बाँड्न सकिन्छ? यी दुईवटैलाई भाग जाने सबैभन्दा सानो कुन हो त? 10 ले जान्छ, 16 ले जाँदैन, 20 ले जान्छ, 25 ले जाँदैन। अप्सन सी, यो चाहिँ एससीएफ है। मस निकाल्ने होला हो चाहिँ है, है लस निकाल्ने थियो। चुज द ओड आउट भनेको छ। हेर्नुस् त, यो 343 7 को किप हो क्या हो है, यो 4 को किप, यो 10 को स्क्वायर, यो 2 को किप भनेपछि स्क्वायर होला, डिफ्रेन्ट अरु किप छ। पोइन्टिङ टु अ वुमेन इन अ फोटोग्राफ अ मेन सेज, एउटा मेनले के भन्यो त? एउटा फोटोग्राफमा चाहिँ पहिला सुरुमा माईबाट यताको हेर्ने है, इंग्लिशबाट दिएको छ भने अब यसको चाहिँ माई वाइफ, यो वाइफ हो, ओन्ली सन, यसको एउटा छोरो हो, यसको पनि फेरि वाइफ, ओन्ली सन, यसको पनि सन अरे। भनेपछि हामीले माईसम्मको हेर्यौं भनेपछि अब यहाँबाट हामीले हेर्नुपर्छ माईबाट भन्दा यता है, माईबाट यता अफ हटाइदिउँ। फादर, यसको फादर यो, फादर अफ मदर, यसको मदर यो हैन त, मदर हैन, यो रहेछ भनेपछि हाउ इज द वुमेन रिलेटेड टु अ मेन भनेर भनेको छ यसमा है। पोइन्टिङ टु अ वुमेन इन अ फोटोग्राफ, एउटा महिलालाई देखाउँदै एउटा पुरुषले भनेछ हैन, हैन, सी इज द मदर अफ द फादर अफ भन्दै गएको छैन, यही नै त हो है। यो अलि जिगज्याङ भयो, म फेरि गरेर हेरेँ है साथीहरु, यसले झुकाउँछ। ल, एउटा मेनले चाहिँ के भनेको छ त? पोइन्टिङ टु अ वुमेन इन अ फोटोग्राफ अ मेन सेज माई वाइफ, मेरो वाइफको ओन्ली सन, एउटा मात्रै छोरोको, ओन्ली सन्सको वाइफको ओन्ली सन है, ओन्ली सन भनेपछि यहाँसम्म हेर्यौं हामीले भनेपछि अब है, यसको चाहिँ ओन्ली सन्सको फादर, यसको फादर यो फादर अफ द मदर, सी इज द मदर भनेपछि
यसको फादरको यो मदर है हाउ इज द वुमेन रिलेटेड टु मेन भनेर भनेको छ। ल के हुने भयो तपाईले भन्नुस् त। यसलाई म नेपाली लाएर पनि हेर्दिन्छु है। यसमा चाहिँ मेरो श्रीमतीको छोरा हैन, श्रीमतीको छोरा भनेपछि के भयो त नाति हैन, नातिको बुवा मेरो छोराको आमा के हुने भयो साथीहरु। यसको राइट एन्सर तपाईले भन्नुस् है। र यसमा चाहिँ यो दुईचोटी दोहोरिएको जस्तो लाग्यो है। वान लेसन चाहिँ खास मदर हुनुपर्ने हो है। यो हटाउँदा चाहिँ मदर हुन्छ, अप्सन बी है त। ल अर्को हेरौँ त। केले चाहिँ केलाई डिनोट गर्छ भन्दा मल्टिप्लाईलाई है, मल्टिप्लाईलाई डिनोट्स गर्छ। एम डिनोट्स सब्ट्र्याक्ट, एमले चाहिँ सब्ट्र्याक्टलाई डिनोट्स गर्छ है। फ्रम जे डिनोट्स एड, जेले एडलाई डिनोट गर्छ है। त्यसपछि एल डिनोट्स डिभाइडेड है, डिभाइडेड बाइ देन यति भनेको चाहिँ कति भनेको छ है। अब यसमा सुरुमा हामीले के गर्नु पर्यो, यहाँ गुणान छ भने गुणान गर्नु पर्यो है। अब यहाँ के आयो त 44 माइनस, अब यो र यो गुणान गर्नुपर्छ है। 2 र 4 24 र 56 गुणान गर्नुस् हैन। 6 चौको 24 को 4 हातमा लाग्यो 2 हैन त। अनि 6 दुना 12 13 14 अनि 5 चौको 20, यो पनि 4 भयो। यसमा 3 हात लाग्यो, 5 दुना 10 11 12 13 यति हुने रहेछ है। यति रहेछ। त्यसपछि कति भयो त 13 44 भयो हैन, 13 44 भयो। डिभाइडेड यो गुणान गर्यौं हामीले। अब डिभाइडेड 14 प्लस 60 त भइहाल्छ नै। अब यसलाई 14 ले भाग गर्दियौ त। 14 ले भाग गर्दा हामीले 134 लाई गर्नु पर्यो है। 134 लाई भाग 14 नुमा 126 हैन, 140 126 भनेपछि यो 9 भयो। यहाँ कति बच्यो त 8 बच्यो हैन। 8 र 4 84 बच्यो, कति बच्यो अनि त्यही नै हो। ल अब चाहिँ हाम्रो कति भयो त, यो नुवा भयो, बचेको 8 लाई 6 चोटी 96 भयो। 96 भइसकेपछि त अब हाम्रो कति भयो 44 माइनस यो टोटल गर्दा 96 भयो। कति 96 प्लस 60 कति हुन्छ भनेको छ हैन। 104 96 भन्दा चाहिँ 8 मात्रै बच्ने रहेछ है। यो सरल गर्ने हो, नर्मल है त। ल नेक्स्टमा हेर्छौं हामीले। इफ क्याट भनेको यति हो, डग भनेको यति, र्याट भनेको कति भनेको छ। यिनीहरुको प्लेस भ्यालु जोड्दियौ त यो 3 1 र 20 हुन्छ नि। यो 2 र 4 24 भयो। यो गुणान गर्दा 4 3 गुणान गरेको चाहिँ जोडेको रहेछ, जोड्दा 6 रहेछ। यसको 4 15 र 7 छ नि, 4 15 र 7 छ। हो यो चाहिँ 22 23 24 25 26 यो पनि जोड्ने हो, जोड्ने भनेपछि त 8 भयो नि त। यता जोडेपछि यहाँ पनि जोड्नु पर्यो। अब यसमा हेरौँ त 18 1 र 20 छ 39 हुने भयो हैन। यो पनि जोड्नु पर्यो, त्यसो भए त 12 मात्रै हुने भयो। अप्सन ए राइट एन्सर। ओके साथीहरु, कुनै डाउट छ भने कमेन्ट गर्नु होला। सी यु अट द नेक्स्ट भिडियो। बाइ बाइ।